टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ। सिराहा कारागारमा रहेका 59 कैदी बन्दीमा कोरोना पुष्टि सम्बन्धी प्रसङ्गबाट। सिराहा कारागारमा रहेका 59 कैदी बन्दीमा कोरोना पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय सिराहाका अनुसार कोरोना परीक्षण रिपोर्टले कारागारका 59 कैदी बन्दी सहित 66 जनामा कोरोना पुष्टि भएको हो। जिल्ला स्वास्थ्य कार्यालय सिराहाका अनुसार बुधबार आएको कोरोना परीक्षण रिपोर्टले कारागारका 59 कैदी बन्दी सहित 66 जनामा कोरोना पुष्टि भएको हो। कार्यालयका अनुसार धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्राप्त रिपोर्टमा कारागारका 59 जना कैदी बन्दी मध्ये सबै पुरुष रहेको छ। चोहरबा स्थित गेरगन्द नेपाल सेनाका 7 जना गरी 66 जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोना पुष्टि भएकाहरू 20 देखि 58 वर्ष उमेर समूहका 65 पुरुष र 1 महिला रहेको स्वास्थ्य कार्यालय प्रमुख कृष्णदेव यादवले बताए। कैदी बन्दीमा कोरोना पुष्टि भएको जिल्ला कारागारमा कैदी बन्दीमा त्रास फैलेको जिल्ला कारागारका सिराहाकी प्रमुख बबिता महतोले जानकारी दिएकी छिन्। जेलर महतोका अनुसार कोरोना पुष्टिको कैदी बन्दीहरूलाई जिल्ला कारागारभित्र रहेको आइसोलेसनमा राखेको जानकारी दिएका छन्। सिराहाका कारागारमा रहेका 594 जना कैदी बन्दी मध्ये 80 जनाको PCR जाँच गराउँदा 59 कैदी बन्दीमा कोरोना पुष्टि भएको छ, जसमा 34 जना कैदी र 25 जना थुनुवा रहेका छन्। तराई क्षेत्रमा मेथिल र थारू समुदायका महिलाले 3 दिनसम्म मनाउने जितिया पर्वको आज मुख्य दिन हो। यो पर्व आश्विन कृष्ण पक्षको 7वीं, 8वीं र 9वीं तिथिमा 3 दिनसम्म हल्कासम्मका साथ मनाइन्छ। विगतमा नाच्ने गाउने तामझामका साथ मनाइने यो पर्वमा यस वर्ष कोरोनाको प्रकोपका कारण खासै उल्लास छैन। यस वर्ष घरमै बसेर जितिया मनाउँदैछ। आज जितियाको दोस्रो दिन महिलाहरू बिहानैदेखि निहार व्रत बस्छन्। बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निहार व्रत बस्ने, बेलुकी पख फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउने र साँझ जितिया पर्वको कथा श्रावण गरेर मात्र खाने चलन छ। भोलिपल्ट अर्थात् नवमीको दिन सबेर सबै व्रतु खोलामा नुहाएर निराकार प्रतिमूर्ति बनाएर मासको गेडाले पूजा गर्छ। खोलाबाट घर आइसकेपछि व्रतालुले दही, चिउरा, केरा लगायत खानेकुरा खान्छन्। त्यसपछि भने व्रत सकिसँगै जितिया पर्व सकिन्छ। अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान र सन्तानको दीर्घायुको कामना गर्दै जितियाको व्रत बस्ने गर्छ। जितिया पर्वको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रमुख राजनीतिक दलका नेताहरूले शुभकामना दिएका छन्। निषेध आज्ञाकै अवधिमा रौतहट स्थित 1 जना बालिकालाई फकाएर मध्यराती भाततर्फ लगिएका 6 जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी चौकी नरकटियाका असय मेलालाल प्रसाद गुप्ताको कमान्डमा गएको गस्ती टोलीले उनीहरूलाई परोहा नगरपालिका 7 चिरान चोकबाट बुधबार राति 1 बजे पक्राउ गरेको हो। BR 05D6038 र ना 63P4799 नम्बरको मोटरसाइकलमा 1 जना बालिका सहित क्रमशः 3 जना र 4 जना चढेर भारततर्फ गइरहेको अवस्थामा शङ्का लागेर नियन्त्रणमा लिएको असय गुप्ताले बताएका छन्। फतुवा विजयपुर नगरपालिका वार्ड नम्बर शीतलपुरका यादव थर्की 1 जना 18 वर्षीय बालिकालाई मध्यरातमा लिएर जाने युवकहरू सबै मोलापुर नगरपालिका 5 र वार्ड नम्बर 8 का रहेका छन्। पक्राउ पर्नेमा मौलापुर नगरपालिका वार्ड नम्बर 8 सुनहरियाका 20 वर्षका अनिल पटेल, 20 वर्षका दिपेन्द्र पटेल रहेका छन्। त्यसैगरी मौलापुर वार्ड नम्बर 5 का 19 वर्षका अरविन्द ठाकुर, 20 वर्षका धनञ्जय तिवारी,
17 वर्षका दिपेश यादव र 22 वर्षका रामबालक पटेल पक्राउ परेको जिल्ला प्रहरी रौतहटका प्रमुख एसपी सिद्धि विक्रम शाहले जानकारी दिएका छन्। एसपी शाहका अनुसार पक्राउ परेका 1 जना बालिका र 6 जना युवकलाई राति नै जिल्ला प्रहरी कार्यालय गौरमा ल्याएको छ। के मान्छेले 1 जना बालिकालाई 6 जना युवकले राति 1 बजे भारततर्फ लगिरहेका थिए। आफैमा गम्भीर विषय हो, त्यसको बारेमा छानबिन भइरहेको छ। दोषी देखिएमा कानुन बमोजिम कारबाही हुने एसपी सिद्धि विक्रम शाहले रातोपाटीलाई जानकारी दिए। गण्डकी प्रदेश र पाल्पामा स्वास्थ्यकर्मी, प्रहरी र जनप्रतिनिधि सहित 79 जना कोरोना संक्रमण थपिएका छन्। गण्डकी प्रदेशमा स्वास्थ्यकर्मी र प्रहरी सहित 49 जना संक्रमित थपिएका हुन्। सबैभन्दा धेरै संक्रमित कास्कीको पोखरा महानगरपालिकामा 19 जना थपिएका छन्। त्यस्तै स्याङ्जामा 12 जना संक्रमण पुष्टि भएको छ। यस्तै बागलुङका 9 जना, तनहुँमा 3 जना, नवलपरासी सुस्तापूर्वमा 5 जना र पर्वमा 1 जना थपिएका छन्। पोखरामा संक्रमण पुष्टि भएका मध्ये 1 जना पश्चिम अञ्चल सामुदायिक अस्पतालमा कार्यरत नर्स र पर्वमा प्रहरीमा कार्यरत रहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर विनोद बिन्दु शर्माले जानकारी दिनुभयो। यसै गरी स्याङ्जामा संक्रमित मध्ये 4 जना जिल्ला मालपोत कार्यालयका कर्मचारी र 1 जना वाडा सचिव रहेको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिनुभयो। स्याङ्जामा संक्रमित भएका जुवाडेहरूको सम्पर्कमा आएको कन्ट्याक्ट ट्रेसिङमा समुदाय स्तरका 5 जनामा कोरोना देखिएको उहाँले बताउनुभयो। यो सँगै बिहिबार बिहानसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या 2728 जना पुगेको छ। टुडे न्युजमा एकैछिन व्यावसायिक विश्राम। यस डायरीमा मेरा सबै मिठा यादहरू छन्। मेरो हातमा यही फेभरेट ब्याट थियो जब मैले पहिलो पटक इन्टरनेसनल सेन्चुरी बनाए। यही बलले मैले फर्स्ट टाइम 5 विकेट्स लिएको थिएँ। ओडिआई स्टेटस पाउँदाको त्यो क्षण, अनि मेरो पहिलो म्यान अफ द म्याच अवार्ड पनि। मैले हासिल गरेको अचिभमेन्ट्समा मेरो मेहनत, सङ्घर्ष अनि मलाई साथ दिने मेरा फेभरेट चिजहरू छन्। सफलताको बाटो हिँड्ने ती सबैलाई म्याजिकको सल्युट। म्याजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। त्यो रातो वाला हैन, हरियो वाला, हरियो वाला। सानो वाला हैन क्या, ठुलो वाला गाडीमा, ठुलो वाला। नमस्कार साउजी। नमस्कार। बसौँ न बसौँ। अनि उहाँ चाहिँ मास्टर वाला कि इन्जिनियर वाला? यो कान्छो इन्जिनियर। ए कान्छो इन्जिनियर वाला। अनि किन आउनुभयो होला? सिमेन्ट चाहियो, त्यही भएर आइयो। ए ए ए कुन सिमेन्ट? राष्ट्रिय वाला कि अन्तर्राष्ट्रिय वाला? अखण्ड वाला कि मेरुदण्ड वाला? शक्ति वाला कि भक्ति वाला? चुनी वाला कि मनी वाला? ए साउजी, नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट। ए नो कम्प्रोमाइज वाला शिवम सिमेन्ट। ठीक रोज्नु भयो। नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट शिवम सिमेन्ट। क्वालिटीको मामलामा नो कम्प्रोमाइज। के पिउँ कि कुन चाहिँ वाला? जीवनको हरेक मोडमा छ टिभीएस स्ट्राइकरले दिन्छ सुपर कम्फर्टको आवाज। सुपर भन्दा एक्स्ट्रा सुपर। टिभीएस स्ट्राइकरले दिन्छ 65 किलोमिटर भन्दा बढी सुपर माइलेज। हरेक दिन यात्रा गर्छु म भरोसा लिएर। टिभीएस स्ट्राइकरको सुपर स्टाइलले सारा संसारको आँखा हुन्छ म माथि नै। टिभीएस स्ट्राइकर 125 सीसी, सुपर भन्दा एक्स्ट्रा सुपर। पैसा कार्ड, पैसा कार्ड, पैसा कार्ड। आइएमई काउन्टर गेलै, पैसा कार्ड लेलकै। पैसा राईका ब्याज कमाई, पैसा कार्ड। एने ओनी देखली, सब कुछ किन मिलल। सब दोकान में चलत अब पैसा कार्ड। नयाँ चलन आइल, चोली तिर्ली चलल।
जनकपुर कैशलेस जनकपुर आइए नजीक के IME काउंटर से पैसा काट लिया आ कोनो दुकान में काट लक पैसा तिरू आ ब्याज से हो कमाऊ छुली तिरली चलल। कोका कोला आज दिउँसो झप झप हुँदा केटीहरूले दामी सेल्फी खिचेछन्, त्यो मिस भयो। मन पर्ने सिनियर बोल्न आएको थियो, त्यो पनि मिस भयो। नाममै संगीत छ, नाममै पहिचान छ, नाममै यसको जीत। तानसेन ओपीसी सिमेन्ट। हाय हाय, सुन न, म तिम्रो लागि जहाँ पनि जान सक्छु नि। साच्ची? कहाँसम्म जान सक्छौ? वेट, ल हेर, यहाँसम्म जान सक्छु। त्यहाँसम्म मात्रै? खै त कहाँसम्म जान सक्छौ? के भयो बाबा, तिम्रो लिमिटलेस माया वाइफाईले लिमिट गरिदियो? एनसेलको वायर फ्री प्लस वार्षिक भुक्तानी गरेमा कर। कोका कोला आज दिउँसो झप झप हुँदा केटीहरूले दामी सेल्फी खिचेछन्, त्यो मिस भयो। मन पर्ने सिनियर बोल्न आएको थियो, त्यो पनि मिस भयो। नाममै संगीत छ, नाममै पहिचान छ, नाममै यसको जीत। तानसेन ओपीसी सिमेन्ट। हाय हाय, सुन न, म तिम्रो लागि जहाँ पनि जान सक्छु नि। साच्ची? कहाँसम्म जान सक्छौ? वेट, ल हेर, यहाँसम्म जान सक्छु। त्यहाँसम्म मात्रै? खै त कहाँसम्म जान सक्छौ? के भयो बाबा, तिम्रो लिमिटलेस माया वाइफाईले लिमिट गरिदियो? एनसेलको वायर फ्री प्लस वार्षिक भुक्तानी गरेमा कर बाहेक मात्र रु 690 मा 60 GB वायर फ्री डेटा प्लस 10 GB सिम डेटा प्लस 200 मिनट भोइस प्याक र अन्य डिजिटल सेवाहरूको गजबको कम्बो। थप जानकारीको लागि 9008 डायल। विश्रामपछि स्वागत छ। अब बाँकी प्रसङ्ग। काठमाडौँ उक्यामा सार्ने गाडी चल्न थाले पनि लामो दूरीका गाडी भने यो महिनाभर चल्ने छैन। सरकारले असोज 1 गतेसम्म लामो दूरीका गाडी नचलाउने निर्णय गरेको छ। तर यातायात व्यवसायीले भने जति सक्दो छिटो लामो दूरीका गाडी चलाउन सरकारसँग माग गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज श्रीटोलाले भन्नुभयो, हामी अधिकतम जनस्वास्थ्यका मापदण्ड पालना गर्न तयार छौँ। पूर्वाधार विकास गरेर लामो दूरीका गाडी पनि अब चलाउन आग्रह गर्छौँ। गाडी चलाउने निर्णय नआए स्वतन्त्र रूपमा आफै गाडी चलाउन बाध्य हुनेछौँ। सरकारको निर्णय पालना गर्दै 6 महिनासम्म लामो दूरीका सार्वजनिक बसलाई थन्काएर राखे पनि अब नसक्ने उहाँले बताउनुभयो। बस चलाउन नसक्दा बैंकको किस्ता तिर्न नसकेको र गाडी बिग्राउनुका साथै यातायात क्षेत्रका मजदुरलाई बिहान बेलुकीको छाक टार्न नै समस्या भएको उहाँले बताउनुभयो। लामो दूरीका सार्वजनिक चलाउन माग गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ 3वटा मजदुर सङ्गठनको टोलीले हिजो यातायात व्यवस्था विभागका महानिर्देशकको ध्यान आकर्षण समेत गराएका छन्। सरकारले चैत 11 देखि लकडाउन घोषणा गरे याता लामो दूरीका सार्वजनिक बस चलेका छैन। हाल मनसुनको न्यून चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिणतर्फ अवस्थित छ। हाल देशभर सामान्यदेखि पूर्व बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहिबार दिउँसो देशभर सामान्यता बदली रही केही स्थानमा मेघ गर्जन र चट्यान सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश 1, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश 5 का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै बिहीबार राति देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्यानसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश 1, प्रदेश 2, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश 5 र कर्णाली प्रदेशका 1 वा 2 स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। विश्वभर 2 करोड 80 लाख बढी मानिसमा कोरोना भाइरसको सङ्क्रमण भएको छ। पछिल्लो 24 घण्टामा 2,86,000 भन्दा बढीमा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमित सङ्ख्या 2 करोड 80 लाख 14,528 पुगेको हो। यस्तै एकै दिन थप 6,199 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना सङ्क्रमणले विश्वभर मृत्यु हुनेको सङ्ख्या 9,07,276 पुगेको छ। एकै दिन 2,69,037 मानिस कोरोना सङ्क्रमणमुक्त भएका छन्। तथ्याङ्क अवधि गरिरहेको साइट वर्ल्डोमिटर्सका बिहीबार बिहानसम्म कोरोनाबाट निको हुनेको सङ्ख्या 2 करोड 91,523 पुगेको छ। निको हुनेको सङ्ख्या कुल सङ्क्रमितको 71% हो। आज विश्व आत्महत्या रोकथाम दिवस मनाइँदैछ। नेपालमा कोरोना भाइरसको महामारीसँगै आत्महत्या गर्ने 20 देखि 30% बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गएको चैत्र 10 गतेदेखि साउनसम्म झन्डै 2,218 जनाले आत्महत्या गरेको तथ्याङ्क छ। कोरोना सङ्क्रमणको यो बेला औसत दैनिक 19 जनाले आत्महत्या गरेका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोनाले निम्त्याएको आर्थिक, सामाजिक, पारिवारिक समस्या र मानसिक तनाव झेल्न नसकेर आत्महत्या हुने गरेको र त्यसलाई रोक्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो। विश्व स्वास्थ्य सङ्गठनको अनुसार विश्वमा हरेक वर्ष आत्महत्याका कारण 8 लाख भन्दा बढी मानिसको ज्यान जाने गरेको छ। यो वर्ष कोरोना महामारीका कारण उत्पन्न समस्याले विगतको तुलनामा मनोसामाजिक समस्या र आत्महत्याको दर बढेको छ। लकडाउन, निषेध आज्ञा तथा घरभित्रै बस्नु परेका कारण गरी खाने वर्गमा बढी असर देखिएको छ। समस्यालाई बाँड्न सके तनाव कम हुने विज्ञले बताएका छन्। साथै मनमा कुरा नखेलाउने सकारात्मक कुराहरू सोच्न र नियमित व्यायाम गर्न विज्ञको सुझाव छ। हवस् त, यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। हेर्दै गर्नुहोला टिभी टुडे। नमस्कार।